यो हो चिज प्लस नेपाल। हामीले विगत लामो समयदेखि चिजको मात्र हामीले सर्भिस दिइरहेको छ। काठमाडौँ, पोखरा, विराटनगर लगायत थुप्रै जिल्लाहरूमा हाम्रो चिज जान्छ। यो सबै चिजहरू चाहिँ नेपाल मेड इन नेपाल। नेपालको पूर्वी पहाडी भेग, पहाडी जिल्लाहरू भनौँ न, विशेष गरी इलामबाट चाहिँ धेरै मात्रामा यस्तो खालको चिजहरू आउने गर्छ। कञ्चन चिज भन्छ। हुन त यसलाई मान्छेहरूले धेरै ठाउँमा चाहिँ याकको चिज भनेर बेचिरहेको देख्छु म चाहिँ, तर यो वास्तवमा गाईको दुधबाट बनेको चिज हो। एउटा व्हिल्समा मिनिमम 5 केजीको हुन्छ हाम्रोमा चाहिँ। भने यो चाहिँ अलिक फरक खालको छ। यो सानो यो सानो त्यो देखेको चाहिँ यो चाहिँ जिरा मात्रै होइन, हामीले खोर्सानीको फ्लेभरमा पनि छ, अलिकति हल्का पिरो। अनि भने अर्को अब लसुनको स्वादमा पनि छ, गार्लिक फ्लेभरमा पनि, भने स्मोकी फ्लेभरमा पनि हामीसँग पाइन्छ। प्योर टेस्ट अफ इलाम, 100% काउ मिल्क है त। शुद्ध गाईको दुधबाट मात्र बनेको घिउ पनि पाइन्छ। भने हामीसँग ललिपप भन्छ नि, यो चकलेट पनि पाइन्छ। हेर्नु अब धेरैजनाले मन पराउनु भएको यो चकलेट।